अब म फेरि आफ्नो एउटा रचना यहाँहरू समक्ष सादर प्रस्तुत गर्न लागिरहेको छु। अनुष्टुप छन्दमा यस रचनाको शीर्षक छ आजको विषम परिस्थितिमा हाम्रो कर्तव्य वा अभिभारा। हाम्रो यो देश उठ्न सकोस्, उठाउँ मिली सबले। यो देशमाथि उठ्नै पर्छ, उठाउँ मिली सबले। हामीले नै नउठाए उठाउला कसले। अहङ्कारहरू केही सत्ताबाट ढले। अहङ्कारी हजारौँ झन् फेरि देखा परे। अहङ्कारी कहाँबाट अरू देखा परे। संसद भवन, सिंहदरबार दुवै जलाइए। शीतल निवास, स्वास्थ्य संस्था, न्यायालय जले। अरू पनि संरचना कैयौँ जलाइए। त्यो गर्ने हुन् आततायी ठान्छ संसारैले। त्यस्तो हुनु यो देशकै ठुलो दुर्भाग्य हो। त्यस्तो गर्नु राष्ट्रप्रति गद्दारी हो ठुलो। सत्तासीनहरूले नै कैयौँ छात्र मारे। आग लागि भित्र परी कैयौँ अरू मरे। 3-4 प्रहरीको लिएछ ज्यान। हेय रहेछ ती निर्दयी दुर्जनको ध्यान। यस्तो बेला को सक्ला र सुन्न बसी गान। सन्तानलाई जिम्मा दिने बाँकी रहला के। हाम्रा गौरव गाथा सबै त्यसै गरी नासे। उठोस् फेरि यो देशको उच्च बनी माथ। सुशीला ज्यूको सरकारलाई दिउँ मिली साथ। नवगठित सरकारलाई दिउँ मिली साथ। ती रचना सबै उस्तै बनाउन थालौँ। जो जगाएर जोस हिम्मत अघि पाइला चालौँ। भ्रष्टाचार अन्याय झन् यहाँ बढ्दै थिए। भ्रष्टाचार अन्याय झन् यहाँ बढ्दै थिए। परिवर्तन ती रोक्नुहोस् ठान्थ्यो दुनियाँले। परिवर्तन ती रोक्नुहोस् ठान्थ्यो दुनियाँले। परिवर्तन उल्टाउने दुष्प्रयत्न नहोस्। अहङ्कार ढल्नै पर्थ्यो अरे हेक्का रहोस्। मिलिजुली अघि बढ्ने अब बाटो रोजौँ। सबै शक्ति अटाउने खुल्ला ठाउँ खोजौँ। अब नहोस् लड्ने भिड्ने मर्ने मार्ने कुरा। शहीद जेनजी आदिको होस् सपना त्यो पुरा। नवगठित सरकारले गर्छ होला राम्रो। यो आजको सरकारले गर्ने नै छ राम्रो। त्यसलाई हुनुपर्छ सहयोग हाम्रो। लथालिङ्ग भत्ताभुङ्ग भएको छ सारा। हो सपार्ने सुधार्ने त्यो हाम्रो अभिभारा। दोषी जति दण्डभागी गराइउन् अब। हो निर्दोषी कुनै नहोस् दण्डभागी तर। धन्य भनौँ हाम्रा जेन्जी छोराछोरीलाई। धन्य भनौँ हाम्रा जेन्जी भाइ बहिनीलाई। भिडाउने यत्न नहुन् उहाँहरूलाई। नेताहरू सच्याएर गर्दै मात्र राम्रो। अघि बढ्ने यत्न गरून् शुभेच्छा छ हाम्रो। नेता पनि सच्याएर गर्दै मात्र राम्रो। अघि बढ्ने यत्न गरून् शुभेच्छा छ हाम्रो। सदानन्द उपाध्याय भट्टराई, अनामनगर, काठमाडौँ, 2082 साल भाद्र 30 गते। धन्यवाद, नमस्कार।